नमस्ते साथीहरु, वेलकम ब्याक टु माई च्यानल। इट्स मी दीपिका थापा मगर। अनि आज चाहिँ बिहान हामी चाहिँ भिडियो गर्दैछु किनभने हामी चाहिँ तानसेन पार्कमा भैरवस्थान मन्दिर जाँदै थियौँ। अनि हामी चाहिँ सिद्धबाबा मन्दिर पुग्यौँ। अनि यो चाहिँ शिवरात्रिको दिनमा परेको कारणले यहाँ चाहिँ एकदमै भिडहरू देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ स्कुटरमा जाँदै थियौँ। अनि यहाँ चाहिँ कति भिड थियो कि मान्छेहरूको। अनि हामी चाहिँ पर्वतभन्दा माथि पुग्यौँ। अब चाहिँ हामी बर्तुङ पुग्ने बेला भयो। अनि मलाई चाहिँ यो ठाउँहरुमा भिडियो गर्न एकदमै राम्रो लाग्छ कि रमाइलो पनि लाग्छ। अनि एकदमै यताउता टाढा देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ बर्तुङबाट भित्र लागिसक्यौँ। अब हामी चाहिँ तानसेन पाल्पा पुग्यौँ साथीहरु। अनि यो चाहिँ बहुमुखी क्याम्पस। अनि तानसेन श्रीनगर पनि देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ लाग्दै छौं तानसेन भैरवस्थान पाल्पातिर। हामी चाहिँ तानसेन भैरवस्थान मन्दिर पुग्न लाग्यौँ। अनि यो भैरवस्थान मन्दिर पुग्ने बेलामा चाहिँ एकदमै रमाइलो, कस्तो स्ट्रेट बाटो भएको सफा रहेछ। अनि यो घरहरू पनि कस्तो राम्रो राम्रो के यहाँ चाहिँ मान्छे बस्नुहुन्थ्यो कि नाइगुनी, तर कस्तो खासै मान्छेहरू चाहिँ देखेको थिएन। अलिअलि देख्न त सक्नुहुन्छ, तर पनि मलाई एकदमै राम्रो लाग्यो। अनि अब देख्न सक्नुहुन्छ हजुरहरूले माथि भैरवस्थान मन्दिर। अनि भैरवस्थान मन्दिर पुग्ने बेलामा चाहिँ यो भिडियो गराएको थिएँ कि। अनि एकदमै रमाइलो लागेको थियो मलाई। अनि हामी चाहिँ पुग्यौँ तल भैरवस्थान मन्दिरको तलपट्टि। अनि यहाँ चाहिँ हामीले अब स्कुटर पार्किङ गरेर माथि उकालो लाग्ने रहेछ। अनि यो सिँढीबाट जाने रहेछ। जान त उतापट्टिबाट पनि स्कुटरहरू जान्छ भनेको थियो, तर पनि यहीँ तल पार्किङ गरेर यहीँ पूजाको सामानहरू किनेर हामी उकालो लाग्दैछौँ। अनि यहाँ दायाँ बायाँ चाहिँ दोकानहरू थियो, किनभने यहाँ पसलहरूमा चाहिँ एकदमै त्यो रोडहरू बनाउने, पूजा सामग्रीको सामानहरू पाउने, फोटोहरू पनि बनाइदिनु हुने रहेछ। अनि हामी चाहिँ मास्तिर उकालो लाग्दैछौँ। बिहान भएर होला उकालो हिँड्दा एकदमै गाह्रो भएको थियो। अनि यो चाहिँ मन्दिरभन्दा तलपट्टिको गेट हो। अनि हामी चाहिँ पुग्यौँ मन्दिरमा। अनि यहाँ चाहिँ नाम इन्ट्री गरेर अनि हामी भित्र गयौँ। अनि त्यहाँ चाहिँ अगाडि यस्तै पछाडिपट्टि मन्दिरबाट पछाडिपट्टिबाट जानुपर्ने रहेछ। अनि यसरी जाँदै यहाँ चाहिँ कार्पेटहरू बिछाएको थियो, तर कस्तो चिसो भएको थियो कि अब हात खुट्टा धोएर यसरी जाने। अनि त्यहाँ कार्पेट फेरि अर्कै खालको थियो, एकदमै कस्तो भन्ने अब अलिक कडा खालको कि नरम होइन। अनि योभन्दा पछाडिपट्टि चाहिँ पुरै लाली गुराँस फुलहरू फुलेको थियो। मैले चाहिँ त्यस्तो भिडियो चाहिँ गरेको छैन, तर फुलहरू चाहिँ एकदमै राम्रो फुलेको थियो। मैले पछि हेर्न जाम्ला भन्दै थिएँ। अनि यहाँ चाहिँ सुरुमा भैरव बाबाको दर्शन गर्ने, त्यसपछि माई देवीको दर्शन गर्ने। हामी चाहिँ दर्शन गरिसकेर मैले चाहिँ यो वरिपरिको क्लिपहरू लिएको थिएँ। अनि यहाँ चाहिँ एकदमै मान्छेहरूको त्यस्तो साह्रो भिड त थिएन, किनभने शिवरात्रिको दिन भएर होला। दर्शन गर्न चाहिँ आउनु भएको थियो। अनि फोटो खिच्ने, भिडियो बनाउने मान्छेको चाहिँ हल्का भिड थियो, यहाँ देख्न सक्नुहुन्छ। अनि यो चाहिँ भैरवस्थान मन्दिरको वरिपरि हो। अनि यो भैरवस्थान मन्दिर चाहिँ रिब्दीकोट गाउँपालिका 4 हो जस्तो लागेको थियो, त्यहाँ पढ्ने त्यो ठाउँमा पर्दो रहेछ। अनि हामी चाहिँ यहाँदेखि फर्किँदैछौँ। अनि यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले रोड बनाउनु भएको पसलमा। अनि यो चाहिँ प्रसादहरू रेडी गर्नु भएको। अनि हामी चाहिँ यहाँदेखि फर्किँदैछौँ। अनि भैरवस्थान मन्दिर जाँदाखेरि चाहिँ मैले कति ठाउँहरू देखेको थिएँ कि ठाउँको नामहरू पनि पढेको पनि थिएँ। अनि त्यो टिकटकमा भाइरल जङ्गी अड्डा पनि यही भैरवस्थान मन्दिरको बाटोमा पर्दो रहेछ। अनि ढुङ्गा खानी समोबारी भन्ने ठाउँहरू पनि देखेको थिएँ। अनि त्यो चाहिँ मैले अलिअलि हेरेको थिएँ। अनि हामी आइपुग्यौँ तानसेन पाल्पा। अनि तानसेन पाल्पा चाहिँ माथिपट्टि श्रीनगर डाँडा। अनि तल चाहिँ यो म्युजियम अगाडि हो। हामी त्यति धेरै ठाउँ त घुमेनौँ, तर यही अगाडि चाहिँ हल्का अगाडि पुगेर फर्क्यौँ भनेर यहाँ गएको थिएँ। अनि रमाइलो लाग्यो, तर एकदमै तानसेन चाहिँ एकदमै रमाइलो छ होइन, सबैलाई मनपर्छ होला। अनि एकदमै एक्ज्याक्ट ठाउँको नाम चाहिँ के हो भनेर चाहिँ थाहा भएन होइन, मलाई चाहिँ म्युजियम अगाडि भनिहालेँ। अनि यो चाहिँ गोलोघर जस्तो लागेको थियो मलाई। अनि हामी अब फर्किन लाग्यौँ साथीहरू। अब चाहिँ मैले यहीँदेखि एन्ड गर्न चाहन्छु। हजुरहरूलाई कस्तो लाग्यो के लाग्यो भनिदिनु होला।